बात है जो चाहे जिसे दूर से दुनिया वो मेरे करीब है तेरी नजरों ने दिल। हेलो साथीहरु, गुड मर्निङ, नमस्ते, वेलकम ब्याक टु मी च्यानल। तपाईहरुलाई स्वागत छ फेरि पनि मेरो नयाँ ब्लगमा। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। हेलो साथीहरु, आजदेखि तिहार लागिसक्यो। आज लक्ष्मी पूजा, सबैहरुलाई धेरै धेरै शुभकामना आज लक्ष्मी पूजाको। र म चाहिँ अहिले आफ्नो रुमको तनाहरू मिलाउँदैछु। तना निकालेर मम्मीले धोइसके मिलाउने काम मेरो मिलाइरहेको छु। अल्छी साथीहरु, के गर्ने लथालिन्छ। कपडा हेर्नु न, कपडा त झनै लथालिन्छ। कपडा के हुन्छ साथीहरु, म मिलाउँछु। बिहानतिर मिलाए साँझतिर कपडा खोज्दा पाउन फेरि जस्तोको त्यस्तै हुन्छ। यो माथिको मात्र छ है, यस्तो तल्लो मिलेको छ। त्यही नै ल साथीहरु, म फटाफट छिटो मिला। फेरि मम्मीलाई मार्छन्। एउटा काम 8-9 घन्टा लागेपछि के गर्नु साथीहरु, भन्नै पर्यो। आफ्नो रुम त सफा गर्नु पर्यो नि त। फेरि मलाई के साथीहरु, यो तना मिलाउँदाखेरि एक्लैले हुँदैन के, मलाई चाहिहाल्छ मान्छेको। एक्लैमा सक्दैन मिलाउन, बन्दैन हो कसरी मिलाउनु। सरी यो मिलाइदिनु है। ये चाहिँ मलाई गाह्रो परिसक्यो। कति मजादार यसको मैले टाइम सिलाएको है। मलाई त चाहिहाल्छ के फेरि साथी, एक्लै त म केही गर्न सक्दैन। Oh my god, सक्छु हो साथीहरु। एकदम मजेदार छ यो, अलिक गरुङ्गोमा छ, त्यही भएर मजेदार भयो। एक्लै त बन्नु है, त्यसै हार खान्छु के काम नगरे। मम्मीले आफ्नो सबै धोइसक्नु भएको थियो, मेरो बाँकी थियो हाल्नु धोइयो किनभने मेरो फुर्सद थिएन। त्यो मम्मीले धोइदिनु भयो अझै। वाह मलाई त मजेदार भयो भरे। कस्तो सुदम भयो देखेर, कस्तो सुदम भयो देखेर। यो के भन्छ, पर्दा पनि फेर्नु छ। हामीले 2 पर्दा लगाएको छन्, एउटा यस्तो वाला, एउटा यस्तो वाला। मेरो ब्ल्याङ्केट एकछिन ल साथीहरु। जाडो लागिसक्यो साथीहरु। म त पंखा चलाउँछु, ब्ल्याङ्केट ओढ्छु। यो मेरो जाडो न गर्मीमा पनि यस्तै हो। ब्ल्याङ्केट ओढेन भने म नै सक्दैन। अहिले मजेदार भइसक्यो, मजेदार के भन्छ न त्यो। यो गाडो देख्यो, बट मेरो पछाडिको क्यामेरा अस्ति फुटेर कस्तो नराम्रो देखिरह। हाम्रो छ साथीहरु, हाम्रो अर्को नयाँ पर्दा। मेरे साथ ही होता है ये, क्या होता है, क्या हो रहा है। पर्दा है पर्दा। यसरी मिलाएको हुन्छ त। यहाँ एउटा तिनवटा हाल्नु। यस्तो काम त म सिक्नुपर्छ साथीहरु। म सिकाइदिन्छु। यसको बोलो गलत दिएको नि बोलो। किन छोरा के सबलाई छोडाई।
त कट्टुला भर म त कट्टुला भर हामी झिलिमिली टाँगिसक्यौँ होइन टाङ्दैछौँ यता रुखमा टाङ्यो राति भइसक्यो अलि देखिन्छ होला ए कस्तो ताजा कवानी जस्तो देखियो माथि छन् अङ्कलहरू ए पोहोर साथीहरू हामीले यो झिलमिली यहाँसम्म लगाएको थियौँ यहाँ तल यो बच्चाहरूले सबै निकालेर अहिले त मम्मीले नटाङ्गी भनेको थिएँ मैले जबरजस्ती टाँगम भनेको ए तत्काल खरि फुलमा कसरी सुक्नु अब अरूले रङ्गोली बनाइसके बट मैले अहिलेसम्म बनाइनँ अब बनाउन ढङ्ग छैन युट्युबमा हेरेर हो अलिअलि टुटाफुटा आइडिया लगाएर बन्द यसको नाम भन्नु होला के हो हामीले अझैसम्म खाएनौँ के हो अझै ए साथीहरू के भन्छन् साझा भयो मेरो बनाउँदामा भर्खरै स्टार्ट गरेको जज नगर्नु है राम्रो भने राम्रै छ तपाईँले जस्तो भने पनि बट राम्रै छ है नहेरिकन बनाएको त हातले बनाएको अरूले साझाले बनाएर खान् बट म नहेरिकन हो बनाएको नराम्रो बने पनि केही छैन हो ढङ्ग छैन एक्लै बस बनाऊ मच्छरले यहाँ लास्टै टोकेर साथीहरू हाम्रो भित्र टोक्दैन बाहिर फेरि मच्छरले हो कत्रो टोक्छ म एक्लै बनाइरहेको छु मम्मी उता भित्र यताउति गर्नु हुन्छ त्यही भएर अन्त अरू बेला मम्मी पनि हुनुहुन्थ्यो मेरो मम्मीले फेरि राम्रो बनाउँछ कि मैले पनि सिक्न पऱ्यो नि त पछि मेरो बिहे भएपछि बनाउनु पर्छ म नआएर है साथीहरू अब रेडी सेडी भएर त्यस्तो मेकअप अलिअलि मात्र डल्नु पऱ्यो अनि मेकअप सेकअप के हो अनि मेकअप सेकअप गरेर पूजा गर्ने हो त्यस्तो मेकअप त गर्दा एल्ला पुस्कियो के भन्यो फेरि भन्नु त हाम्रो दुईटा सेम लगाएको छन् हो र आया छैन सेम मेरो कपाल फेरि तँ नखिच है पिट्छ फेरि मेरो बहिनी र म अनि मेरो छोरा दादाको छोरा मेरो पनि छ हामी दुईटा फुपू भतिजो हेलो गर हेलो हेलो सब्सक्राइब गरिदिनु होला हो भगवान् साथीहरू आज हामी पूजा गरेन मम्मीले साडी लाउँदै हुनुहुन्छ त्यही भएर यहाँ रेशमी छिम उता मेरो अर्को नानु छ ब्युटी पाएर के गरेछ ओहो हेलो के गराउनु लाग्यो ल उठाइदिन्छ मामुले अनि यता 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 ए मैले बनाएको नराम्रो छ बट राम्रो छ मम्मीको खुट्टाको दाम हो यो सबैले आफ्नो दाम अलि छोरीको राख्छन् म मामुको मैले बनाएको थिएँ नि त त्यही भएर मम्मीले बनाएको भए मम्मीले मेरो राख्नुहुन्थ्यो आज यस्तो फोहोर थियो मेरो रुम सबै मम्मीले सफा गरेको म उता कामतिर गएको थिएँ नि त त्यही हो अब हामी पूजा गर्नु रेडी छ म चाहिँ तेर्सो लानुपर्छ अनि प्रसाद खाने प्रसाद यति पैसा मलाई दे त हो म चाहिँ आइफोन किन्थेँ होला के गर्नु साथीहरू आफै कमा आफै किन भन्छन् मम्मीले महीको पैसा मेरो पैसा होइन कस्तो डरपोक
सबैलाई डर लाग्छ हो मलाई पनि डर लाग्छ ए बल्ल स्टार्ट भयो कहाँ छ बाबु हो मम्मी कति जोडले डराएको गाउँ आज गाउँ सहर तलदेखि देखायो भने झन् देखिन्छ खोइ हाम्रो उताको भयो त्यो थाहा भएन हामीले यहाँ बुढामा पनि लगाइदिएको थियौँ केही थाहा छैन जाने मम्मी जाँदै हुनुहुन्छ पूजा गर्न यता माथि गर्नु भइसक्यो यता हाम्रो सेटअप भइसक्यो कसको खोइ र तिम्रो रुक वाउ कति मजाको बले हो दाइले उडाइरा वा म त देखेकै थिएन क्या दादाको घर उता पारी छ नि त उसले मलाई बोले ओ माई गड मलाई त डर लाग्छ साथीहरू नि त मम्मीले भन्छ लिएर आइदिउँ भनेर अस्ति जानुभएको नि त मार्केट वाउ वा यति मजादार मोज छ सबैलाई हामी त डरपोक मान्छे ओ प्रसाद खो प्रसाद प्रसाद खै प्रसाद यही हो क्या प्रसाद प्रसाद हैप्पी होली नो प्रसाद के भन्छ चना कोसँग वाह बहिनीको खोइस् नि कच्चे बा थैंक यू हेलो हेलो ब्यूटीफुल मम्मी ब्यूटीफुल मम्मी ब्यूटीफुल मम्मी मलाई लोभियो प्रसाद त मागी मागी खानुपर्छ हामीले प्रसाद बढिसक्यो म त बहिनीहरू खाइसक्यो मम्मी प्रसाद लौ प्रसाद तिम्रो जेठानीले दिएको आफ्नो मम्मीलाई पनि देऊ रे एक्लै खाइदिन्छु जस्तो लास्टै मिठो छ